मेरो आमा बाउको पैसा पनि गयो, सबै डुब्यो। अब बुढी पनि रहेन, पैसा पनि रहेन। अब मैले बाँचेर के काम जस्तो ममा एकदम नेगेटिभ फिलिङ, नेगेटिभ दिमागमा यति धेरै नेगेटिभ थट्सहरू आउन छोड्यो। त्यसपछि मैले चाहिँ दुईचोटि चाहिँ सुसाइड एटेम्प्ट गर्ने कोसिस गरेँ। दुईचोटि सुसाइड एटेम्प्ट कोसिस गरेपछि चाहिँ एकचोटि चाहिँ मैले बाइक चाहिँ मैले जति स्पिड थियो बाइकको त्यति हाँकेर बाइक चिप्लेर एकातिर म एकातिर गएँ। त्यतिखेर त्यो पनि सुसाइड फेल भयो। त्यति एक दिन म राति उठेर जाँदै थिएँ, आमा बाउले देखिहाले ढोका ढक्ढक्याएर। त्यहाँदेखि मेरो आमा बाउ मेरो रुमको त्यो ढोकामा सुत्न थाल्यो। अनि त्यसपछि चाहिँ उनीहरू चाहिँ यो छोराले भोलि केही गरिदिने हो कि भनेर। अब उतिखेर चाहिँ म कमजोर भएँ कि त्यतिखेर चाहिँ एकदमै आमा बुवा भन्दा पनि। अब आमा बुवा भन्दा पनि म कमजोर भएँ। यसलाई त कसैले पनि रोक्न सक्दैन। तर जाओस्, कसैको घरबार भत्काएर, कसैको सपना कुल्चेर, कसैको जिन्दगी बर्बाद गरेर यसरी चाहिँ कसैले पनि नजाओस्, म चाहिँ त्यो भन्न चाहन्छु। 4 वर्षको सम्बन्धलाई यति सजिलै त्यागिदियो कि कुनै पुरै बिहे भनेको त मजाक जस्तो बनाइदियो कि आयो गयो खेल्यो, केटाकेटी खेल्यो जस्तो खेल बनाइदियो कि उसले चाहिँ। फोटोहरू त हाम्रो युएस गएको 3 महिनापछि टिकटकको फोटोहरू भिडियोहरू त उसले पहिले नै हटाइसकेको थियो। बिहे गरेको फोटोहरू यताउति पहिला नेपालमा हुँदाखेरि ती चिजमा यताउति सबै भिडियो बनाएको थियो, त्यो सबै डिलिट गरिसकेको थियो कि उसले चाहिँ। प्राइभेटमा राखिरहेको थियो होला। अब अहिले मैले हिजो अरूकोबाट हेर्दाखेरि अब 1-2वटा भिडियो सिन्दुर लगाएको मैले देखाएको थिएँ, त्योभन्दा अगाडि थिएन। उसले चाहिँ त्यो पाकिस्तानीसँग लागेपछि उसले चाहिँ पुरै टोटल्ली नै कन्ट्याक्ट गर्यो। म 100% ठोकुवा गरेर भन्न सक्छु, 200% ठोकुवा गरेर म जेसुकै सजाय भोग्न पनि तयार छु। यदि मैले उसलाई युएस पठाउनु कुनै मेरो गल्ती, उसलाई मेरो उप्रति मैले उसको भविष्य बनाउनु खोज्नु, आफ्नो लागि, हाम्रो भविष्यको लागि सोच्नु मेरो कुनै यो गल्ती हो भने म जुनसुकै नेपालको कानुन बमोजिम म जुनसुकै सजाय भोग्न पनि तयार छु। मेरो छातीमा गोली हानेर मलाई मारियोस्, म त्यो चाहन्छु। तर अरूको परिवार यसरी भत्काएर, अरूको आमा बाउ न राति सुत्नु छ न खानु छ, परिवारलाई एउटा तहस नहस बनाएर यसरी कसैले पनि कसैको परिवार भत्काउने हक कसैले पनि हुँदैन। ठाउँमा पुर्याउने हामी, फेरि गल्ती नै हामी भएर समाजको अगाडि कसरी झुकेर हिँड्ने। म यो वर्षको लागि कागजको पेपर पठाइसकेको रहेछ। कागजको पेपर पठाउँदा जब त मलाई थाहै छैन, जब अनि वकिललेबाट उहाँले भन्नुभयो, वकिल र उहाँको फोन आएपछि मैले थाहा पाएँ कि अनि डिभोर्सको पेपर पठाउनु भयो हो भनेर भन्छन् उहाँले। डिभोर्सको पेपर पठाएछ, अब डिभोर्स गर्नु पर्यो, उहाँले वारिसनामा पठाएछ अब भन्नुभयो उहाँले। अनि मैले बुवालाई फोन गर्दाखेरि पठाएछ। मैले भने मेरो कन्सर्न बिना कसरी पठाएको त हजुरले, मलाई सोध्नु पर्दैन एकछिन पनि, कसरी पठाएको त भन्दाखेरि त्यो सोध्नै पर्दैन नि त्यसमा, त्यो त हामीबाट हुने कुरा हो। त्यो त हामीले गर्ने काम त हामीले गर्ने।